वेलकम ब्याक टु माई च्यानल। यहाँबाट चाहिँ हाम्रो जर्नी स्टार्ट हुन्छ। सो हामी चाहिँ मुगलिङबाट अर्को गाडीमा जानु थियो, त्यही भएर हामी चाहिँ 6 बजे नै बिहान इटोडाबाट बस चढेर गयौँ। गर्मी लाग्यो, अहिले सबै रोक्छ होला अनि काठमाडौँबाट पनि गाडी आउनु टाइम लाग्छ भने चाहिँ यहाँलाई आपत्ति हेरेर 1 hour later. यस्तो बिजोगमा बसेछौँ होइन नि। यहाँ चाहिँ ओमीको पसलो गाइजहरू, यहाँ ओमी आउँदैछ, हामी वेट गर्दैछौँ। मुगलिन आइपुग्यौँ हामी है। हाई हाई। ओमी चाहिँ बल्ल बल्ल यहाँ महारानी गरेर आयो। A few moments later. She is very rude है। She is very rude. म चाहिँ जहिले खाना खाँदैन बिर्सिन्छु। यहाँ चाहिँ हामी खाना खाइरहेछौँ। उहाँले चाहिँ फाइनली मार्क्स खोल्नु भएको छ अघि नै। सो अलमोस्ट सबै यस्तै धुलो थियो बाटो, अनि मैले त्यही धुलो देखाइरहेको थिएँ। सो डे फर्स्टमा चाहिँ मैले ब्लग खिच्नै बिर्सेछु। जो जति जति छ म त्यति चाहिँ हालिदिन्छु, हजुरहरू यतै जानु। A few moments later. 3 hours later. त परको कुन पुल जाऊ भनेको थियो अनि हामी चाहिँ ल पुल त त्यस्तै हो भनेर यतातिर बसेको पुल हाम्रो हेटौडामा 4 बजे जस्तो गन्यो भने हो कि हो नि त। त्यही भएर हामीले चाहिँ यहीँ बस्यौँ। यहाँ यस्तो पिपलको बोट तल शीतल तापेर त्यहाँबाट चाहिँ गाडीहरू जाँदैछ। यस्तै छ है। हामी चाहिँ बागलुङ कालिका मन्दिर आइपुग्यौँ है गाइजहरू। तिमीलाई कति राम्रो देखायो, हाँस्यौ न त। हाँस उसको हँसाइ त्यही हो साथीहरू, यस्तै हो, चिन्ता नगर्नु, त्यही हो। क्युट छ यो पसलनी। सो हामी चाहिँ नेपालको लङ्गेस्ट पुल हेर्न गयौँ। अङ्किता र म, कृपा चाहिँ त्यहीँ बसिरहेको थिएँ। सो हामी त्यहाँबाट निस्किँदाखेरि चाहिँ यस्तो राति भइसकेको थियो। अनि त्यसपछि चाहिँ हामी होटेल गयौँ। चाहिँ रुममा आएर फ्रेस भयौँ। त्यहाँ ब्याकग्राउन्डको नोइजलाई एभोइड गरिदिनु। अनि त्यही हो, यो चाहिँ हामी बसेको होटलको फोर्थ फ्लोर छ, त्यही भएर म देखाउँदिनँ है। अनि यही हो हाम्रो रुम। मैले एकछिनमा क्लिन गरेर देखाउँछु। 8 क्लासमा पनि यस्तै थियो यिनीहरू दुइटा, अहिले पनि यस्तै छन्। नो चेन्ज, नट एट अल। म्याचुरिटी लेभल 0 है यो दुइटामा। हाम्रो त नाटक नपाएर है, तिर अनुहार देख्नु नहुनु त कहाँको नीति नि। ओइ 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 यही हो साथीहरू। सबैभन्दा मन परेको भनेको यही हो मेरो। देखाए के छ यस्तै हो है। ल बोल त ल। ल है साथीहरू, पहिला सुरु गरौँ। यहाँ यस्तो कुमारीको फोटो छ, नाइस इन्टिरियर। गफाडीहरू लेखेर यहाँ मासु दिन्छन् कि दिँदैनन् भनेर गफ गरिरहेको छन् यिनीहरूले। हाम्रो उहाँ हुनुहुन्छ, हाम्रो प्यारो ड्राइभर अङ्कल, भेरी स्विट। अलि रिसाउनुहुन्छ है तर। हाम्रो गाडी चाहिँ उयो हो है, उयो वाइट वान। यस्तो विरक्त लाग्दो तालले आएको हामी आज यहाँ। यो चाहिँ हाम्रो तातो पानीको एरिया हो। अनि हामी चाहिँ यहाँनिर के छ भन्नुभएको थियो, त्यही बेनिफो सिङ्गर तातो पानी त्यही हो। यस्तो यस्तो छ है तातो पानी। यो म त आमा मान्छे भन्दैन कि त्यसपछि हामी ब्याग भएर खाना खान लाग्यौँ। त्यहाँ फोटो खिच्न मनाइरहेछ, त्यही भएर बाई बाई भन्न भ्लग हो। यिनीहरू दुइटा रामी राम्रीबाट बस्छन्, म पनि यहाँ छु। ओके बाई, गुड नाइट, भोलि भेटौँला। गाइस म चाहिँ सबैभन्दा पहिला आएछु। यहाँ चाहिँ कोही नै हुनुहुन्न, लाइक लिटरल कोही छैनन्। अनि सबै अन्धकार छ। अनि मेरो क्यामेरामा म नै आउनु हराइसकेँ है।
त्यही पनि म यसो बाहिर निस्क्यौँ भनेको सन्न काट्छ हेर केही बुझ्या होइन म यसो देखाउँछ है कस्तो छ पानी तताउनुभन्दा आएको कोही पनि हुँदैन रहेछ आई गेस हट वाटर छ यहाँ आई गेस है यो हट वाटर हो सो यहाँ छ जस्तो लाग्यो हट वाटर त्यही भन्छु अरू सब अन्धकार छ म 4 बजी उठेको 6 बजी कोही उठाएको मेरो ओटिडी हो अनि हामी चाहिँ अलमोस्ट रेडी भइसक्यौँ अनि यहाँको भ्यू चाहिँ हिजो पनि देखाउन खोजेँ देखाउन पाइनँ अनि आज पनि ओए खतरा रहेछ त लाइक क्यामेराले क्याप्चरै गर्न सकेर बट खतरा छ है हो कि होइन भन्छ त्यो अलि चिसो छ अलि अब ओर्ने सोर्ने भनेर घप्लक्क जानुपर्छ जान चाहिँ बाई बाई टु दिस रुम कृपया आयो त प्रिटी प्रिटी भगवान बनिदिनु क्या आज चाहिँ बजारले अलिअलि हिस्सो खाएर थियो बेनी गर्न सक्यो रहेछ है बाँकीको रहेछ सबै साथीले एक प्याकेट मोबाइल ल्याइदिएको छु थ्याङ्क यू सो मच साथी पैसा चाहिँ मेरो हो भने अहिले अब घलेश्वर महादेव आछन् यही हो यहाँको पछाडि हजुरहरूले देख्नु भएको छैन होला तर म देखाउँछु हाम्रो मान्छेहरू डान्स छ यो साथीहरू यहाँ चाहिँ चप्पल जुत्ता यहीँ खोलिरहेछ चाहिँ हामी कस्तो राम्रो छ यहाँ चाहिँ अङ्किता यता हेर त फिचरिङ अङ्किता गरेर झन्डै लडेको म यस्तो भइरहन्छ साथीहरू यो चाहिँ हो हाइट डिफरेन्स कति हो नेपाली छ है बाटो चाहिँ अब केही देखिया भयो यस्तो सधैँ जिन्दगी भ्लग गर्न बिर्सिनु भएन एडिट चाहिँ अब अर्को जन्मसम्म मैले गर्छु यसपछि सबै बाटोहरू प्रायः यस्तै थियो तर हामी चाहिँ भ्यूहरू हेर्दै अनि त्यसपछि गीत सुन्दै नाच्दै भाइब गर्दै गइरहेको थियौँ हामीलाई यहाँसम्म छिट्टो आइरहेको भन्दा पनि लामो रहेछ है त्यही हो कृपा नमस्ते गरिदेऊ कस्तो राम्रो Green apple. फाइनली हामी चाहिँ आफ्टर कति आवर्स पछि आई गेस 5-6 आवर पछि मुक्तिनाथ पुग्यौँ अनि हामी चाहिँ मुक्तिनाथ जाने ठाउँमा हिँड्दै थियौँ यसपछि चाहिँ क्लिपहरू होइन होला चिसो भएको छ कस्तो कन्ट्रास्ट आएको कि मेरो यो क्यामेरामा म हजुरहरूलाई यहाँको भ्यू देखाउँछु जादु मेरो साथीहरू म टाढा रहेछ आई थट मलाई कसैले यति धेरै हिँड्नुपर्छ भनेको थिएन एस्थेटिक क्याफेहरू छ यार यहाँ त पुरा नाइस छ
अझै आएको छैन हिँड्दैछौँ गाइस साथीहरू चाहिँ जादु फाइनल्ली आयौँ भनेर म खुसी भन्छु तर अझै माथि रहेछ साथीहरू त्यस्तो छ बसहरू आउँदैन त जति हिँड्दैन आउँदैन आएर यहाँ रेस्टुरेन्ट गरिसक्यो अनि ऊ चाहिँ नआउने अनि स्ट्रङ हो एकदम म चाहिँ फ्लप भिडियोग्राफर बनेँ अनि त्यसपछि खिच्नै पाइनँ खोइ के गरेँ दिदीको हेर झन्डै लडेको थिएँ यस्तै हो भइरहन्छ मैले झन्डै माछा मारेको थाहा साथीहरू उ त्यहाँ मैले उनी देखेको अङ्किता वान अङ्किता 3 2 1 आफ्टर यस्तो चिसो एकछिन यसो अब त्यसपछि हामी खाना गयौँ त्यो चाहिँ मैले खिच्न बिर्सेँ यहाँ चाहिँ गाडीको टायर बनाउँदै हुनुहुन्छ यस्तै छ अब जाने यहाँबाट मुक्तिनाथबाट त्यसपछि हामी थुम्बा लेक गयौँ तर त्यहाँ नि मैले खिच्नै बिर्सेँ सो हामी चाहिँ त्यस्तै हो साथीहरू हामी चाहिँ यहाँ छौँ त्यही हो दृष्टिमा नि एकवटा कुनाउनु लाग्यो अङ्किता यसपछि चाहिँ हाम्रो स्टे चाहिँ मार्फामा थियो अनि हामी चाहिँ होटेल गयौँ अनि फ्रेस भएर चाहिँ जेरी गल्ली हेर्न निक्लेको थियौँ त्यो सबै मैले खिच्न बिर्सेँ अब यहाँबाट चाहिँ हेर्नु है त म चाहिँ यहाँ छु गाइस म यहाँ छु जाडो छ के छ भने जाडो छ एक्सट्रिम लेभलको जाडो छ 8 तर हामीले एक्सपेक्ट चाहिँ -2 गरेको थियो धन्न पुगेर फ्रन्ट क्यामेराबाट खिच्न लागेको भएको छौँ हामी त्यस्तो छ यिनीहरू ढालाई चाहिँ देखाइदिन्छु म यसरी मलाई पनि देखाएको ल त्यस्तो सामान पर्दैन थियो कि है गल्ली हो अरे जुन हामी अघि नै आउँदै आएनौँ फोटो खिच्नलाई अहिले घर जाने बेलामा त यसो देखाइदिएको हामीलाई जाडो भएको थिएन तर अहिले चाहिँ एकदम जाडो हुँदै आएको तर त्यो कपडामा जाडो नहुने रहेछ है के कपडामा त्यो अघिको कपडामा साँच्चै जाडो भने फेरि जाडो हुँदैन कि जस्तो खै होइन फोटो खिच्नु त्यही हो साथीहरू बाई बाई अब बेलुका के हुन्छ बाई बाई भन्न पाइन्छ पाइँदैन किनकि आजको हाम्रो होटेल त खास राम्रो छैन सो अहिले नि बाई बाई भन्छु बेलुका भन्यो भने काटिदिन्छु भन्ने चाहिँ रुम चाहिँ यस्तो छ मैले जस्तो जाडो भयो भने साउलीले उसले पनि लिने बेलामा चाहिँ हामी चाहिँ ठ्याक्क त्यो रुममा बसे जस्तो देखायो कि हामीले भर्खर रुम सरेको त्यही हो साथीहरू हामी चाहिँ मार्फामा छौँ अनि अब त्यही सुत्ने हो ल भाइ गुड नाइट भोलि भेटौँला हामी चाहिँ ब्रेकफास्ट गर्न लाग्छौँ अब चाहिँ यहाँ हाम्रो ड्राइभर अङ्कल हुनुहुन्छ हामी चाहिँ अब एकैचोटि पोखराबाट ब्लग गर्छौँ बाई बाई यसो पनि खिचाउनु यो चाहिँ हामी लेतेमा छौँ ब्लग गरौँ भनेर जाडो भइसक्यो जाडो छ यहाँ पनि यति राम्रो भ्यू छ यहाँ यति राम्रो केटीहरू छ खाना खान रोकेका छौँ ऊ चाहिँ हल्का बिरामी छ बिचरा मेरो साथी नरौ हामी छौँ तिमीसँग उसलाई लेट चाहिँ लागेन गाडी लाग्यो अनि यहाँको भेज खाना चाहिँ ठेक्यो साथीहरू घिउ नपा भएर ऊ चाहिँ अलिक तडपिरह घिउ माग्ला तैँले माया हेरौँ ल अनि यहाँ चाहिँ यस्तो छ है सिनेरीहरू चाहिँ त्यही हो साथीहरू
अझ राख्नु पऱ्यो त्यसो भए ल बाई बाई अब खाना खाऊँ ल हामी चाहिँ पुम्जी गोल्ड आएको थियौँ पनि चेन्ज भएछ यस्तै छ पुम्जी गोल्ड जसले दुखी सक्छ त्यति गरौँ केही न केही दान र सहयोग अवश्य गरौँ कैलाशधाम निर्माण तथा व्यवस्थापन कार्यमा एभ्री ट्रियो हेज अ सेक्रेट बुक हेर्न सक्नुहुन्छ हजुरहरूले आफैले दिनु यस्तै रहेछ साथीहरू आँसु पनि आउँदैन टाइममा यो नाटक हो 1 नम्बरको नाटक हो यहाँ हेर यहाँ तँ हेर्छ यसले देखिन अरे म हेरिदिन्छु साथीहरू पोखरा देखिँदो रहेछ यस्तै यहाँ बिचरी आइसक्रिम खान लाग्यो म्याचिङ भएछ मेरो कलर भिडियो अन गरेर बेसी जान्छ छ मैले म अलरेडी भनिसकेको थिएँ फेरि दोहोऱ्याएर के भन्नु है अनि जस्तो यहाँ चाहिँ टिकट काट्दैछौँ मेरो हेर्दा भोकै भयो यता हेर्नु मा डर लाग्दैन दे आर स्केयर्ड ओ माई गॉड सो स्केयर्ड मलाई चाहिँ लाग्दैन है प्लिज मैले डराएर चाहिँ एकदम दुःख लाग्यो किनकि हाम्रो साथीलाई खेल्नै दिएनन् कृपा चाहिँ गई अनि यस नराम्रो लाग्यो 3जनासँगै खेल्ने हाम्रो ठुलो प्लान थियो यस्तो वा अङ्किता इज अल्सो लुकिङ सो क्युट यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले साथी चाहिँ हुनु पर्यो है राति राति मेरो ब्याग प्याक गरिदिँदैछन् आफ्नो ब्याग प्याक गरेर यस्तै भयो मैले चाहिँ हाफ भिडियोहरू हालेको छु किनकि मैले कति ठाउँमा खिच्न नै बिर्सेँ के भयो अनि यो चाहिँ हाम्रो लास्ट दिन हो लास्ट दिन हामीले कायाकिङ गरेको थियौँ होप हजुरहरूले मेरो भिडियो इन्जोय गर्नुभयो होला थ्याङ्क यू फर वाचिङ